हेलो गाइजहरु हामी चाहिँ ठबाङ गाउँमा होली खेल्दै डुल्दै होली खेल्दै यहाँ यस्तो गरिरहेछन् सभ्य नागरिकहरूले जनैमिया चाहिँ यहाँ छन् दुईजना हिरोहरू यहाँ प्रेम भाइ यहाँ छ म यहाँ छु यहाँ हाम्रो साउजीले यहाँ भर्खर डाँट गर्दै हुनुहुन्छ यो सिकानिनी पुची हो अब हामी कोइचबाङतिर जाँदैछौँ घुम्दै घुम्दै डुल्दै हाम्रो अविन्द्र सर वाखोलादेखि आउनु भएको छ अब हामी यसो राउन्ड हान्दैछौँ यतातिर को खेलिरहेछन् हेर्दै यहाँ त आजभोलि त खासै त्यस्तो त खेल्दैनन् त्यही पनि यो हाम्रो ठबाङ गाउँपालिकाका हिरोहरू डन हामी त कहाँ जानु होला यस्तो नि अरू त सब लास्टमा मलाई यहाँ कस्तो भयो हेर अब जाउँ कता जेबार जेराइसर छोरो खेल्ने भनेको केटाहरू मुस्नु गएको छ जाऊँ न हामी त अब कोइचबाङतिर लाग्नु पर्यो भनेर यसो लागेको छ यहाँ ल वर्ष है हामी गएको ऊ यहाँ हाम्रो साउनी लाउने लगाइरहेको छ अब यतातिर स्केट पार्कतिर पनि जाम न त एग्राउने खोखोहरू के हुँदैछ के चल्दैछ ब्याचहरू कोही यहाँ खेलाडीहरू यता हाम्रो सरहरू त पुरा रातै हुनु भएको यहाँ हामीलाई नै यसले बनाउनु भएको के अरे स्केटमा खै को हो स्केटमा त कोही छैन स्केट खेल्न आएको पनि छैन यता यहाँ यिनीहरू मलाई लाग्यो अब हामी जाँदैछौँ कोइचबाङ अनि मरानठान कहाँ हुन्छ यसो घुम्नु पर्यो एक दुई यहाँ हाम्रो चेलीबेटीहरूलाई यस्तो कलर ल्याएर यस्तो बनाइदिएछन् हामीलाई यस्तो बना अब यता पछाडि देख्न सक्नुहुन्छ तपाईँहरू भित्र जाउँ है अब लाग्नु पर्यो कोइचबाङतिर होली खेल्दै यहाँ हाम्रो प्रेम भाइ योले त लगाउँछन् मुख भइसकेको छ मास्क लगाइरहेको थियो अनि बज्यो मलाई त धेरै लागेको छ यार अब उता भेटौँला है त छोरो अब हामी जाँदैछौँ हस्पिटलमा कन्डम लोला लिन लाउने अस्पतालमा गएर कन्डम लिएर कन्डमभित्र कलर हालेर खोलेर लोला बनाउने हो हाम्रो प्लान भनेको हेरौँ यहाँ जाँदैछौँ म जाँदैछु म निकाल्न तपाईँहरू निकाल्छु यहाँ छन् कि छैनन् भन्ने कुरा हो यहाँदेखि देख्न सक्नुहुन्छ यहाँ के लेखेको छ We can give there. देख्न सक्नुहुन्छ तपाईँहरू सिधा कुरा म यहाँदेखि लोला निकाल्दैछु लोला निकालिसकेँ अब लोला निकालेर अब जाँदै हो गाइजहरू विद्यार्थीहरूलाई नि हल्का फुल्का लगाइदिउँ कि भनेको के लगाइदिउँ र अब स्कुलदेखि आउँदैछन् हामी चाहिँ कोइचबाङतिर हेरौँ मेरो भाइ बिहान कहाँ गइसक्यो यसमा मैले लिएको लोला देखाइदिनु छु तपाईँहरूले यो मैले लिएको तपाईँहरूले देख्न सक्नुहुन्छ यो लोला लिएर आएको छु मैले अब यसमा पानी हालेर भरेर लोला बनाउँछु देखाइदिन्छु तपाईँहरूलाई पक्का है देख्न सक्नुहुन्छ प्रेमले यहाँ लोला उडाउँदैछन् यहाँदेखि ठबाङ गाउँपालिकामा उडाउँदैछन् हाम्रो प्रेम भाइले ल उड्यो लोला गयो बुम भइसक्यो ल के हो भाइ यही संस्कार सिकियो हो कन्डम फुलाएर उडाउने यसो नगर नि लोला त के हो यसो नगर अब हाम्रो अविन्द्र सर यता छन् अविन्द्र सरको गाउँतिर जाने भनेको होइन यो लोला अब अहिले यो लोला भरिएको भिडियो पनि देख्न सक्नुहुन्छ तपाईँहरूले आजभोलि चाहिँ गाउँमा जताततै रातो
रहेछ बालुवाका नयाँ टुना मुनाहरू पलाउँदैछन् अब हामी जाँदैछौँ कोइचबाङतिर यहाँ अबिन्द्र भाइ यहाँ जाँदैछन् यता जाकीबाङ यहाँ हाम्रो बुवाको बिसौनी हो यो चाहिँ गाई छोरू मेरो बुवाको यहाँ तपाईँहरूलाई देखाइदिन सक्छु यहाँनिर तपाईँहरू पढ्नुहुँदा छ हाम्रो 6 भाइहरूको यो जेठो दाइ अनि माइला दाइ अनि साइला काइला गाइला र कान्छा 6 जना छौँ हामी कान्छा चाहिँ ऊ यहाँ छ यो हाँ अरे